अपराधी म तर घायल तपाईँ अधर्मी म तर तपाईँलाई चोर शान्ति मलाई तार्न तपाईँलाई हुनुहुन्थ्यो तपाईँ तर प्रभु येशू ख्रिस्टको मधुर नाममा यहाँहरू सबैलाई न्यानो अभिवादन। लामो यात्रा गर्दा सबैसित आफ्नो टिकट हुन्छ। ठिक त्यस्तै उद्धार या पाप क्षमा एक टिकट हो। जसको पाप क्षमा पाई उद्धार भएको छ उसको निम्ति त्यो स्वर्गको टिकट हो र स्वर्गको यात्रा सुरु भएको छ। तर जसको उद्धार भएको छैन उसलाई जन्मँदा नै एउटा टिकट प्राप्त भएको छ। त्यो टिकट नरकको टिकट हो। पवित्र शास्त्र बाइबल भजन सङ्ग्रह 51:5 यसरी भनिएको छ, साँच्चै म जन्मँदा नै पापी थिएँ र मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। फेरि रोमी 6:23 लेखिएको छ, किनकि पापको ज्याला मृत्यु हो। आज तपाईँहरूसित एउटा सुनौलो अवसर छ, तपाईँको यात्रा नरकको दिशाबाट स्वर्गको दिशातिर बदल्ने। त्यसको निम्ति तपाईँलाई स्वर्गको टिकट काट्नुपर्छ। यो अति महत्त्वपूर्ण काम कसरी गर्ने त? जस कसैले प्रभु येशू ख्रिस्टको अघि आफ्नो पाप मानिलिँदै क्षमा माग्छ र विश्वास गरी उहाँलाई उद्धारकर्ताको रूपमा स्वीकार गर्छ, तब उसको उद्धार हुन्छ र तुरुन्तै उसले स्वर्गको टिकट पाउँछ र अब उसको यात्रा नरक होइन तर स्वर्गतिर सुरु भएको छ र एक दिन ऊ निश्चय स्वर्ग प्रवेश गर्नेछ, अर्थात् उसको यात्राको अन्त स्वर्गमा हुन्छ। यो सुसमाचार बुझ्न परमेश्वरले तपाईँहरू सबैलाई सहायता गरून्। धन्यवाद। तपाईँ